एक सानो गाउँमा आरव नामको एक युवक बस्थ्यो। उसले 5 वर्ष अघि शहर जानु अघि आफ्नी आमासँग बाचा गरेको थियो, म ठुलो मानिस बनेर नै फर्किन्छु। शहर पुगेपछि आरवको जीवन एकदमै व्यस्त बन्यो। जागिर, पैसा, सपनाहरू सबै मिल्दै गए। तर एकजना मानिस चाहिँ बिस्तारै उसको जीवनबाट टाढिँदै गइन्, उसकी आमा। फोन कम हुन थाल्यो, कुरा छोटो हुन थाल्यो। एक दिन उसको फोनमा आमाको स्वास्थ्य गम्भीर, तुरुन्त घर आऊ भन्ने खबर आयो। आरव हतार हतार घर पुग्दा आमा अस्पतालमा निस्पन्द पल्टिरहेकी थिइन्। डाक्टरले भने उनी बोल्न सक्दैनन् तर सुन्न सक्छिन्। आरवले आमाको हात समायो। आमा, म आएको छु। तपाईको सपना पूरा हुन्छ। बस उठ्नुहोस् न। आमाले बोल्न नसके पनि आँसु टलक्क चम्कियो। डाक्टरले आमाको सिरानमा राखिएको टेबलमा एक सानो पुरानो मोबाइल देखे। डाक्टरले भन्यो, तिमीभन्दा धेरै कराउनु भएको थियो यो फोन, हरेक दिन। त्यसैले उहाँलाई आश थियो। आरवले फोन खोलेर भोइस म्यासेज सुने। आमाको कमजोर आवाजमा एकै भन्दै, छोरा, तिमीले फोन उठाएनौ भने पनि म तिमीलाई माया गर्छु। तिमी ठुलो बन्छौ, म चियाएरै खुसी हुन्छु। म्यासेज सुन्न सुन्न आरव फुटेर रोयो। उसले आमालाई कसेर अँगालो हाल्यो। तर अब धेरै ढिलो भइसकेको थियो। आमाको न्यानो हात चिसो हुँदै थियो। आरवले सबै पायो, तर जसको माया चाहिएको थियो उनै गुमायो।